पऱ्यो 36 वटा कोइन नाइस 36 वटा कोइन पऱ्यो हाम्रो अब फेरि एकचोटि युसियानौँ सङ्केत राम्रै आउँदैछ है परेन छोड्दै यार 1 2 3 4 5 6 7 40 मात्रै भयो यार छि ओके 1 2 3 4 5 6 कसम यार केही परेन यार एउटा फ्यारो खालि हेरौँ लड्कीको केटाको कास केटीको रहेछ ओभर हान्देला जस्तो छ त अमित सर मेरो त आज त यस्तरी त गुलुस भयो नि यार मेरो परो के परो फ्यारोको टाउको परो के गर्नु यो टाउकोले चाहिँ मैले चाहिँ पर्नु पऱ्यो कसम कस्तो काटेको युसी ओभर हान्दै यार मेरो त एउटा के पऱ्यो मेटेरियल पऱ्यो ओ युएमपी पऱ्यो नाइस युएमपी र मेटेरियल दुइटै पऱ्यो अमित सर नाइस वान युएमपी के हाल्नु युएमपी पऱ्यो के पऱ्यो फेरि ब्याग पऱ्यो छि ब्याकप्याक नाइस वान युजी त सक्दिन आँटेको छ एउटा पर्दैन त के पर्यो अब चाहिँ ओभर उज्यालो आयो फेरि ग्लाइडर आयो छि अब एकचोटि हानौँ 32 युसी आइसक्यो यार फेरि बोल्यो के पर्यो एक्सुट दे छ्या यार ग्लाइडर मात्रै दिन्छ भने के गर्नु यो ग्लाइडरले चाहिँ मैले ओभर हान्दै यार मेरो त युसी पऱ्यो के पऱ्यो केही परेन 160 आयो ल कसम केही परेन हौ माझ्ने रुवायो त यार एउटै एक्सिट हाल्ने यार यो गर्नु न यो मुनिपट्टि हेर्नु त 300 स्पिन पुगेको छ तपाईँको यो चाहिँ कहाँबाट खोल्ने त्यो कलेक्ट गर्नु न एक फुट आउँछ यो कालोवाला कहाँबाट कलेक्ट चाहिँ कहाँबाट गर्ने त ए यो ए आयो ल थ्याङ्क यू यार मलाई थाहा नै थिएन यार यो एक्सिट आयो है गोरो गोरो भइछस् करे कान्छा फाइनल्ली हामीले चाहिँ एक्सुट पारिसकेका छौँ यसलाई अपडेट गर्न चाहिँ अब गुलुस छैन एक लेभल त बढ्ने रहेछ ओके जे सुके सिएमपी हान्दिएँ ल मैले युएमपी ल गुलु 2 लेभल गुलु 3 लेभल गुलु 4 लेभल मात्रै बनाउने 5 लेभल त पुग्नु नि पर्यो नि
7 लेभल हो भने 5 लेभललाई कति चाहियो 5